आज हामी नेपालको इतिहासको एउटा यस्तो अध्याय पल्टाउँदैछौँ जुन एकदमै उथलपुथलले भरिएको थियो। यो त्यो समय थियो जहाँ सडकको आन्दोलन, राजनीतिको उथलपुथल अनि आम मानिसको दैनिक जीवनका समस्याहरू एकै ठाउँमा आएर जोडिएका थिए। ल, सुरु गरौँ है त। ल सुरुमा त त्यो बेलाको माहौल बुझौं। नेपाल एउटा ठूलो राजनीतिक परिवर्तनको सङ्घारमा उभिएको थियो। देशमा एक किसिमको छुट्टै ऊर्जा थियो, केही नयाँ हुँदैछ भन्ने आशा थियो। अब स्क्रिनमा एउटा नम्बर देखिन्छ, 125। यो नम्बर मात्र हेर्दा त के होला र जस्तो लाग्छ हैन, तर यसको पछाडि एउटा निकै ठूलो र महत्त्वपूर्ण कथा लुकेको छ। हो, यो नम्बर हो मार्च 2026 मा हुने आम चुनावका लागि दर्ता भएका राजनीतिक दलहरूको सङ्ख्या। अब सोच्नुस् त, यति धेरै पार्टीहरू। यसले के देखाउँछ भने देशको राजनीतिक मैदान कति चलायमान र जीवन्त छ, तर सँगसँगै कति जटिल पनि। भविष्यमा आउने परिवर्तनको यो एउटा सङ्केत थियो। तर राजनीतिक माहौल यस्तो तातिरहेको बेला अचानक एउटा यस्तो घटना घट्यो जसले पूरै देशलाई नै हल्लाइदियो। त्यो थियो सरकारले सञ्चारमाथि लगाएको प्रतिबन्ध। सरकारले एकैचोटि 26वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो। त्यसमा पनि फेसबुक, युट्युब, एक्स जस्ता भनौँ न हामीले दिनदिनै चलाउने प्लेटफर्महरू थिए। यो निर्णयले धेरैलाई त के भयो यस्तो भन्ने बनायो। यो एकदमै ठूलो कदम थियो। अब सरकारको यो कदमपछि के भयो त? हो, देशका युवाहरू उनीहरू चुप्प लागेर बसेनन्। यो प्रतिबन्धले उनीहरूलाई सडकमा आउन र आफ्नो आवाज उठाउन बाध्य बनायो। त्यसपछिका घटनाहरू त एकदमै छिटो छिटो भए। एकातिर सरकारले प्रतिबन्ध लगायो, अर्कोतिर जेनजी भनेर चिनिने युवाहरूको आन्दोलन देशैभरि फैलियो। तर दुःखको कुरा, यही आन्दोलनको क्रममा कम्तीमा 19 जना प्रदर्शनकारीले ज्यान गुमाउनु पर्यो। अन्तक यति ठूलो दबाव थेक्न नसकेर सरकारले आफ्नो निर्णय फिर्ता लिन बाध्य भयो। 19 यो सिर्फ एउटा नम्बर होइन, यो त्यो सङ्घर्षमा गुमेका जीवनहरूको प्रतीक हो। यसले हामीलाई त्यो द्वन्द्वको मानवीय मूल्य कति महँगो थियो भनेर सम्झाइरहन्छ। यो पुरै सङ्कट र आन्दोलनपछि देशमा एउटा नयाँ राजनीतिक अध्याय सुरु भयो। त्यो थियो एउटा नयाँ अन्तरिम सरकारको गठन। अब अन्तरिम सरकार भनेको के हो त? त्यो थोरै बुझौं। यो भनेको खासमा एउटा अस्थायी सरकार हो। जब देश कुनै राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको हुन्छ, त्यति बेला अर्को चुनाव नहुन्जेलसम्म देश चलाउनका लागि यस्तो सरकार बनाइन्छ। र यो निकै चुनौतीपूर्ण समयमा देशको बागडोर सम्हाल्ने जिम्मा दिइयो सुशीला कार्कीलाई। उहाँलाई नै नयाँ अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त गरियो। यो नयाँ सरकारको काँधमा खास गरी दुईवटा ठूला जिम्मेवारीहरू थिए। पहिलो त देशमा जुन किसिमको विभाजन आएको थियो त्यसलाई कम गरेर राष्ट्रिय एकता फेरि कायम गर्नु, अनि दोस्रो आउँदै गरेको आम चुनावलाई निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनु। ल, राष्ट्रिय स्तरमा त यस्तो भयो, तर के देश भनेको ठूला राजनीतिक परिवर्तनले मात्र चल्छ त? सरकारले चुनाव र एकताको कुरा त गर्ला, तर आम मानिसले दिनहुँ भोग्ने समस्याहरूको के हुन्छ? अब अलिकति त्यतातर्फ जाउँ। यहाँ हामी दुई फरक संसारको कुरा गर्दैछौँ। भनौँ न, एकातिर छ राष्ट्रिय चुनौती, जहाँ चुनाव गराउने, देशमा स्थायित्व ल्याउने र जनताको विश्वास जित्ने जस्ता ठूला कुराहरू छन्। अनि अर्कोतिर छ स्थानीय चुनौती, जस्तै सडकमा छाडा छोडिएका जनावरहरूको व्यवस्थापन, जसले हाम्रो दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ। एउटा उदाहरण हेरौँ नेपालगञ्जको। त्यहाँको सडकमा जताततै छाडा चौपायाहरू, खास गरी गोरुहरू देखिन्छन्। यसले गर्दा ट्राफिक ज्याम त हुने नै भयो, दुर्घटनाको डर पनि उत्तिकै, अनि सरसफाइको समस्या त छँदैछ। अचम्मको कुरा के छ भने यी जनावरहरूलाई राख्नको लागि कान्जी हाउसहरू नभएका होइनन्, तर तिनको सही प्रयोग नै भएको छैन। र अन्त्यमा यो सबैले हामीलाई एउटा गम्भीर प्रश्नमा ल्याएर छोड्छ कि सिंहदरबारमा हुने ठूला राजनीतिक निर्णयहरूले नेपालगञ्जको सडकमा हिँड्ने एउटा आम मानिसको समस्यालाई साँच्चै छुन्छ त? राष्ट्रिय तहको राजनीति र स्थानीय स्तरको वास्तविकता बीचको यो खाडल कहिले र कसरी पुरिएला? खैर, यसको जवाफ त सायद आउने समयले नै दिनेछ।